बेलुका आएको हुन्छ नि वेलकम टु गाइस मेरो फोटो खिच्नु उसले देमसाको निकालिदिन्छु त जसको पास त्यसको फोटो नखिच्नु यो मेरो मामा होइन सारी सिजा कुनै मेरो मामा होइन देश मामा राम्रो छ मान्छे एकदम ठिक छ होइन तर रिसाउँछ अलिक मेरो साह्रै फोटो चाहिँ डिलिट गरिहाल्छु मामाको फोटो डिलिट गर्नु भनेको छ अब के गर्नु अब त्यो अब के अरे फेसबुकतिर नडाल्नु होइन ढाले थाहा पाएन फेरि बडा त्यो अब काम बिगारेको छ होइन त्यो त अब गर्नै पर्यो लात लाताल दिन्छु भन्दैछ म आन्टीले पानी मात्रै नहाल्नु फेरि यो हाम्रो टेके दाइ हो होइन अम्मो मेरो फोटो दामी निकाल्दैछ त नि अनि यस झकास जिन्दगी खपा खपा और क्या राम्रो भन्दै दाइ एउटा केही भन्नु दामी निकाल्दैछ त जिन्दगी खपा खपा अरू काम छैन सानो तिनो दुःख छ लट्ठी देखाउनु पर्दैन गुड आमामा कस्तो दामी निक्ल्यो गोरो छ नि मान्छे है तेरो दामी निक्लेछ अनि यहाँ न यहाँ कति ह्यान्डसम छ भने यो कम त राम्रो छ जति त कसम खाए पनि जति माया लाए पनि निष्ठुरीले बाटो छेक्छ रे मनमा कुरा पर्ने नि भयो यो मन त्यसै मर्ने नि भयो कुखुरा छोड्ने डोको छ साथीभाइ यहाँनिर कुखुराहरू हाम्रोमा टन्नै छ भोलि पर्सि खोज्दै आउनु हामी पनि सहयोग गर्छौँ मनको माया मनमै राख्छौँ ल मलाई त कति हान्छ देखेँ यार एकवटा कुखुरा छ बेच्दैछु भनेर त्यहाँबाट त मान्छे बोल्दै आउँछ भयो एकसाल बोल त आकाशुरी अहिले भएर छैन भने के गर्नु छैन भने सक्यो नि भनिदिउँ मनमा कुरा पर्ने नि भयो एकवटा कुखुरा यो मनमा दुःख पर्ने नै भयो 100 कुखुरा मर्ने नै भयो दाइले दिएर मर्ने नै भयो 1.5 किलोको आमामा कस्तो दामी निक्लेछ हौ आमामा यो भरि भान्जा धेरै त छैन हजुर हाम्रोमा त 1.5 किलोदेखि 2 किलोसम्म छ र माया गरेर आउनुभयो भने तपाईँलाई सहयोग र सेवा गर्नु सक्छ फ्रीमा अरू त फ्रीमा त होइन नि पैसामा नि हाम्रो लोकेसन के भन्न चाहनुहुन्छ यसमा भोट कसलाई हान्ने भोट त भालेलाई भालेलाई होइन टेकेको कुरा सबै डिल गरिहाल्नु त सक्यो अब यस टाइममा कसरी भालेलाई भोट हाल्ने नि तर पोथी पिछे कुन्छ अरे म यसपालि भोटै हाल्दिनँ जस्तो लाग्छ त्यहाँ जाने टाइम भयो कि तपाईँ भोटिस दाइ काट्नु तपाईँले भोट केमा हाल्ने भोट केमा अँ जनतालाई नेपाली जनतालाई हाल्ने हो नेपाली हाम्रो मरेको छैन नेपाली जनतालाई हाल्ने हो अँ दिपेन दाइ घन्टी सन्टी नहाल्ने नि फेरि भाले हो जिन्दाबाद भाले काटेपछि पोथी पिछे कुन्छ अरे होइन कहाँ त्यस्तो हुन्छ भोट के हालौँ न जेमा पनि भोट त हाल्दा भइ हुन्छ एमाले भन्नु त अब के भन्छ ए घन्टी एमाले ए घन्टी घन्टीमा घन्टी त ट्याङ ट्याङ बजाइदिइहाल्छ कानमा के दिमाग खराब हुन्छ ल एम भोटमा हलो भन्नु त केमा हलो भन्यो त्यहाँ बोल्यो हलोमा हलो त बिहान खोज्दै थियो त्यहाँ भोट के भन्नु हलो कसलाई हामी कसलाई हलोलाई भोट दिने हलोलाई हाम्रो बारी जोत्छ हलोले हामी घुच्ची लाउँछौँ उयसमा हलोलाई मेरो बारी खन्छ हलोले दाउरा रोप्छ हलोले मकै छर्छ हलोले धान रोप्छ हलोले जय नेपाल
अब छोडिदिनु अब त्यहाँबाट हान्दी पो आज त म त टाइमको आइ टाइम लाग्छ मजाले आयो उसको चाहिँ आफूले बोलेको त्यो सक्यो डिल गर्नु त त्यहाँ हान्ने नि हलमै हान्दैन नि त्यहाँ प्राइम मिनिस्टर अब तपाईँ हो गोरु जोत्नु पर्यो तिमीले म अरे एकछिन पर्ख फर्राउनु भन्नुपर्छ भोट केमा भनेको अरूले बोले सुन्नु चाहिँ हलोमा अरे हलो त ल, छैन गोरु गोरु तिमीलाई उभार जोत्ने गोरुले हो दिपिन भाइ र म फरुवामा फरुवा जोत्छु हामी आली लाउँछु हामी धान फलाउँछु हामी हेलो सर को छ र हामी हामी नै हो जिन्दाबाद जिन्दगी जय नेपाल जय सरकार जिन्दाबाद हो। यो हान्ने हो हामी यो त फरुवा आउँछ है हलोमा अहिले हान्ने तर हो। सबै देखाउनु पर्छ नि यो त फेरि हेरे अब अहिले आएछ न, मलाई के बाले छ। बाह्र छ नि अहिले त जति मान्छे आए पनि जति मान्छे गए पनि हातको मैले सुनको थैलो के गर्नु धरले सागर सिस्नो खाएको बेछ सबैको मनले जो होस् देश होस् विदेश होस् हामी एउटा नेपाली हो सबै त्यो फेसबुकको दिँदैन हाल्नु है त भिडियो बनाएर तपाईँ होइन तपाईँको भिडियो काटिहाल्छ नि टेन्सन नगर्नु न हामी एउटा नेपाली हो नेपाली हामी नेपालीलाई छोड्दिनौँ आफूले सबै आउँछ हेर्नु मुठी बनाएर पनि छोड्दिनौँ जिन्दाबाद ट्याक्टर